हेलो गाइज, फाइनली आज हामीहरू चाहिँ होइन यो स्वयम्भू घुमिसक्यो होइन। स्वयम्भू घुमिसकेर अहिले म जाँदैछु हामी माथि टुप्पोमा। 350 मात्र। नाच्दै गाउँदै आएको माथि जाँदैछौँ हामी। हेलो ऊ माथि हिँड्दैछ हामीहरू गाइस। दाजुले उफ, थकाइ लागिसक्यो गाइस। माथि हिँड्दा हिँड्दा एक बजी खाना खाएर हिँडेको। फाइनली गाइस आज चाहिँ के भने नि घुम्ने जस्तो दिन पनि भइरहेछ क्या। यस्तो दामी मौसम भइरहेछ। फाइनली गाइस हल्का माथि चाहिँ आइपुग्यो। यहाँको वातावरण हावा र सिँढीले चलिरहेछ होइन गाइस। एकदम दामी छ आजको मौसम घुम्नुलाई। त्यो मौसमको साथसाथमा हामी पनि घुमिरहेछौँ। चिसो पानी खाएर घाँटी बसिरहेछ। बाँदरले चाहिँ एउटालाई बिस्कुट दिने बित्तिकै 100-150 बाँदर एकैचोटि भेला हुन्छ अनि बिस्कुट दिएर कहाँ साध्य हुन्छ त। अब एउटा बाँदरलाई एउटा बिस्कुट दिएको हाम्रो न बाँदर कसरी थपिरहेको छ। फाइनली गाइस घुम्दा घुम्दा अब माथि आइपुग्नु आँटिसक्यो। छिर्नु आँटेको गाइस। अब गेट आइसक्यो। यो गेट हो फाइनली गाइस। ऊ त्यहाँ पैसा उडाउनु पर्छ। यहाँ के गरेर उडाउने? सिक्का यसरी हानेर। अनि कोही त हान्छ सिक्कै छैन। टल्ली छैन नि त। त्यहाँ अडिया भने भागीमा नि टल्ली भए त हुन्थ्यो। कागजको उयो गरी नि हुँदैन हो कागज हुँदैन। राखेर हुन्छ को सक्छ त त्यो कागज पुर्याउनु? ढुङ्गाभित्र राखेर अडिँदैन। सिक्का त गाह्रो हुन्छ। उयो राखेर यो यहाँ साट्नु पर्यो। 10 रुपियाँको सिक्का साट्नु। यो चाहिँ सिक्का फाल्ने ठाउँ गाइस। उसले चाहिँ सिक्का फाल्न सकिन्छ। त्यहाँ बिचमा उभ्यायो। यसो हाल्नु न यसले नै हान्छ। ल गाइस आज चाहिँ घुमघाममै दिन निकालिँदैछ। फाइनली गाइस यस्तो दामी ठाउँ छ।